गरिदिनु मेरो लागि, म त मर्छु कि बाँच्छु, अब बचाइदिनु भनेर भाक्कल गरिदिन्छ। अब हाम्रोतिर पश्चिमतिर कस्तो छ भने त्यो पनि बैतडीतिर देउतालाई अति मान्ने कि बढी मान्छु, धेरै मान्छु। मलाई एउटा चाहिँ भाक्कल गरिदिनु, म राम्रो हुन्छु भनेर भनेकै रुँदै भनेको थियो घरमा, म बाँच्दैन भन्ने जस्तो लागेको थियो फर्स्ट चाहिँ। तर अब त बाँचिन्छ भन्ने ढुक्क छ नि। अब त ट्रिटमेन्ट गरिरहेछ, अहिले 6-7 महिना भयो। त्यो बिहोस हुनु पनि रोकिरहेछ होइन, केही सिम्टमहरू चाहिँ छन् शरीरमा छैन भन्ने होइन, त्यसको पनि सिम्टम अनुसार चाहिँ म ट्रिटमेन्ट फलोअपमा गइरहेछु। त्यसको लागि अब चाहिँ बाँच्छु भन्ने आश छ। सबैले साथीभाइहरूले पनि उ दिए, सजेसन दिए, त्यसको लागि चाहिँ सजेसन दिनेहरूलाई चाहिँ धन्यवाद दिन चाहन्छु। त्यतिसम्म हो मेरो। अब के गर्ने कस्तो गर्ने भनेर तनाव भएर होइन, म त 2-3 यो भएको अस्पताल जाँदाखेरि पनि जब डक्टरले हिन्दीमा भने तेरा त खिला बढ गया भन्यो कि। अब मैले त बुझ्दैन बुझ्ने हाम्रो नेपालीमा होइन, खिला बढ गयो। पछि मैले त्यसलाई गुगलमा सर्च हान्दै गरेँ, त्यसपछि त्यो बोङ्गोटेनिया सोल्युम भनेर भन्यो। त्यसपछि चाहिँ मैले यस्तो रहेछ भनेर अलि आँट आयो। 2 दिनसम्म खाना खाँदिनँ कि मैले। मलाई